ल यो चाहिँ हामी आज यो भैरवी पनि भन्छन् यसलाई पञ्चकोशी आज सबैजना उ गरेर यहाँ एउटा पूजाको कार्यक्रम लिएर आएको। यो एउटा तीर्थस्थलको रूपमा चिनिन्छ। अब यहाँ अलि विकासको कमी छ, यहाँ सरकारको ध्यान पुग्न सकेका छैन र यहाँबाट हामी सुरु गर्छौँ र हामी मुख्य ठाउँमा पुगेर त्यहाँको बारेमा केही कुराहरू गरेर हामी फर्किन्छौँ। यस्तो पहाडले बनेको छ, चट्टान छ। यसलाई यदि अन्य देशमा भए सिङ्गमर्मरको रूपमा पनि प्रयोग गर्थे भन्ने कुरा सुनिन्छ। यो चट्टानहरू पारिसन लगिन्छ है मेरो यस्तै देखाएर मिसन बनाउने म ल टार गएको चाहिँ टार लाग्दै टार लेखा एकदम पहाडको बिचमा छ। यहाँ माथि पुगेर आइसक्नु भएको छ। यहाँ नुहाइधुवाइ गरेर हामी चाहिँ हिँड्दैछौँ। यसको प्रचार र विकासको अभावले अलि पछाडि परेको छ। अलिकति बजेट हाल्नु होला टावरले। हामी यो धेरैसँग सेयर गरेर पुर्याउनेछौँ। त्यो जङ्गलको बिचमा सुन्दर हावापानी पाइन्छ। यहाँ पहिला धेरै भक्तजनहरू आउने र पुरा मेला लाग्ने गर्थ्यो। आजभोलि भक्तजन त आउने गर्छन् तर मेला चाहिँ लागेको छैन। पहाडहरू यस्तो छ। अनि हामी यो खडखडीबाट हामी हिँडिरहेका छौँ।
यिनीहरू किन जाऊ को पठाइदिएको भने मलाई यहाँ पुरा कुलदेवताको पूजा गर्दाखेरि यस कुण्डमा नुहाएर जाने चलन रहेको छ। भिडियो बनाएको कडा चट्टानहरू छ। चट्टानको बिचमा कुण्ड छ। हामी कुण्ड गइरहेका छौँ। अङ्कलहरू कुण्डमा पुगेर नुहाइरहेर फर्किरहनु भएको छ। आउँदै हुन्छ। ठुल्दै ये नहीं ठीक है बिसारे गए। ल यहाँ यस्तो पहाड छ। यो पहाड छ। यहाँ एउटा ढुङ्गा छ। ढुङ्गाको माथि मन्दिर बनेको छ। यसको मुनि एउटा यो एउटै ढुङ्गा हो। यसको तल गुफा छ। यो ढुङ्गा चाहिँ यहाँ पहिला दुधको कुण्ड थियो भन्ने
भनाइ छ र यहाँ आएका भक्तजनहरूले त्यही दुधमा खिर पकाएर खाने र लान नमिल्ने, यदि यहीँ खाएर भ्याउनु पर्ने अथवा लान नमिल्ने भन्ने परम्परा थियो अरे। त्यसपछि अनि कौना जोगीले खिर पकाएर खाएर बचेको खिर लान खोज्दाखेरि यो ढुङ्गो माथिबाट आएर उहाँलाई चेपेको हो भन्ने बुढापाकाहरू अथवा पूर्वजहरूबाट सुन्दै आएको छ। यो ठुलो एउटा ढुङ्गा छ, यहाँ ढुङ्गामाथि शिव मन्दिर छ। यहाँ शिव मन्दिर छ। यहाँ जान अलिक गाह्रो छ, अप्ठ्यारो छ। यहाँ मन्दिर छ। यो पछाडि बनेको मन्दिर रहेछ। यहाँ म धेरै वर्ष पहिला आएको थिएँ, तर यी मन्दिर बनिसकेको थिएन। माथिपट्टिको मन्दिर थियो, त्यो पुरानो जिङ्गा भइसकेको रहेछ। यो माथि पानी खसिरहेको छ, त्योलाई भैरवी झरना भनिन्छ। यो कुण्डमा नुहाइदै चलिरहेको छ। यो यहाँ नुहाउने काम भइरहेको छ। यो भैरवी कुण्ड भनिन्छ। यहाँ आफ्नो कुल पूजाको बेला पनि आएर नुहाएर घर घर कुल पूजा गर्ने चलन रहेको छ। यो पारीबाट खुल्छु छ। यहाँबाट माथि भैरवी झरना हेर्न सकिन्छ। यहाँबाट माथि जाँदै गर्दाखेरि यसको बासुधारा यो माथिको जो टप छ त्यहाँ निस्केर यस्तो अप्ठ्यारो बाटोबाट पारीको त्यो पाखोबाट त्यहाँ माथि निस्किन सकिन्छ। र त्यहाँबाट माथि गइसकेपछि बासुधारा भन्ने छ। त्यहाँ एकदम धाराहरू यसको शिर भन्ने गौमुखा, यसको शिर भन्ने गौमुखा हो। अनि यता यस्तो चट्टान रहेको छ। अनि किनभने हाम्रो पहिलाको विकास कम छ। पहिला यहाँ यस ठाउँमा एउटा कुवा रहेको थियो र त्यो कुवा दुधको कुवा थियो भन्ने परम्परा रहेको छ। अनि उतो पारी जो देखिएको ठाउँमा तीनटा शिव पार्वती लगायत अरूको फोटाहरू को यसो साँझमा आएर यसो आकार देख्न सकिन्छ। अनि यो ठाउँ चाहिँ पहिला के अरे कुसापानी गाविस, चामुण्डा गाविस र भैरी कालिका थुम गाविसको एकदम सङ्गम स्थलमा थियो भने अहिले भैरवी गाउँपालिका अन्तर्गत पर्दछ। यहाँ गाउँपालिका र चामुण्डा नगरपालिकाको सिमानै हो, सिमानामा पर्दछ। यहाँ आएपछि अब धेरै भक्तजनहरू, श्रद्धालु भक्तजनहरू पुण्य प्राप्त गरेको महसुस गर्नुहुन्छ। पुण्य प्राप्त हुन्छ भन्ने
जनविश्वास रहिआएको छ। नुहाउने कुण्ड तल छ। यसको विकासमा सम्बन्धित क्षेत्रको ध्यान जाओस्। विकासमा अलि पछाडि परेको छ। नेताजीहरूले चाहिँ बाटोहरू सबै अलि यहाँ अब यसको तल चाहिँ मन्दिरहरू यसको पुछारमा आर्यघाटको काम हुन्छ। त्यो आर्यघाट अब यो ठाउँमा तल धर्मशाला छ। त्यो धर्मशालाबाट हामी यहाँ आइपुगेका हौँ। करिब 10-15 मिनटमा यहाँ आइपुगिन्छ। त्यो धर्मशालामा खानेपानीको सुविधा, टोयलेटको सुविधा र बत्तीको सुविधा भइदिएको भए अझ यहाँ पर्यटकहरूको लगाउने होइन, यहाँ आएर आगमन वृद्धि हुन्छ भन्ने हामीलाई लागिरहेको छ। यहाँ त जाउतेलले नुहाउने हो, साबुन लाउने होइन। ल यस